लु सुरु। नमस्ते नमस्ते भन्नु न। नमस्ते। उहाँ चाहिँ मेरो देमा फुपू। तपाईको नाम भनिदिनु। मेरो सीता राई हो। यो इन्टरभ्यूमा चाहिँ के हुन्छ भने नि, यो चाहिँ मैले पठाउनु पर्छ हो। यो पठाइसकेपछि चाहिँ अन्त मैले यस्तो गर्छु, मैले बिहान उठेर यस्तो काम गर्छु, यस्तो यस्तो गर्छु भन्नुपर्छ। अन्त मलाई 10 लाख पाउँछ हो। अन्त भन्नु ल। अन्त मेरो नाम चाहिँ रोहिणी राई हो। म चाहिँ सीता राईको भदैनी। अनि अब म चाहिँ बिहान नभनेको पनि 3 बजीसम्म उठिसक्छु हैन। 3 बजीसम्म उठिसकेर 3 बजी पुरा 3 बजी उठ्छु। अन्त 3:30 अन्त फेरि बनाइदिनु ल। म चाहिँ बिहानै 3 बजी उठ्छु। 3 बजी चाहिँ उठिसकेको हुन्छु। अन्त 3:30 सम्म चाहिँ अब ब्रसहरू गरेर मुखसुख धोएर यताउता होइन, यताउता गर्ने कामहरू गरिसक्छु। त्यहाँदेखि चाहिँ अब डोको नाम्लोहरू तयार पार्छु हैनमा। डोको नाम्लो तयार पारेर हँसिया गरेर चाहिँ जङ्गल जान्छु। मेरो उयो चाहिँ डोको चाहिँ नभनेको पनि 4 फुट जस्तो छ हैनमा। 4 फुट अन्त 4 फुट जस्तो छ। अन्त चाहिँ अब हामीलाई चाहिँ पुरा दुःख छ नि त हो। अन्त चाहिँ गाई पालेको छु हामीले। अनि 6वटा जस्तो गाई छ। अन्त 3टा चाहिँ ब्याउने छ हैनमा। अन्त म र देमा भएर चाहिँ घाँस काट्छु। अन्त देमालाई पनि हामीलाई पुरा दुःख भएर देमाको यहाँनिर भेस्टहरू पनि यस्तो भइराखेको छ हैनमा। यो किन्ने पैसा पनि छैन हामीसँग। छैन नि पैसा छैन। अन्त चाहिँ त्यो भएर चाहिँ अब हामी पुरा दुःख छ। 6वटा गाई छ। 6वटा गाईमा 3वटा गाईले चाहिँ दुध दिन्छ। अब त्यो पनि के गर्नु, अब दुध मान्छेले लाँदैन है। अब बजार टाढो छ। अन्त त्यस्तो टाढो छ। अब गाउँमा मान्छेले मान्दैन, फ्रीमा मात्रै खानु भन्छ हैनमा। त्यसै खानु भन्छ। अन्त चाहिँ त्यो डोको नाम्लो बोकेर चाहिँ म घाँसमा जान्छु। अन्त 4:30 त मैले 2 भारी घाँस ल्याइसकेको हुन्छु होइन देमा। त्यति बेलासम्म चाहिँ आमाजी पापाजी चाहिँ सुतिराखेको हुन्छ। त्यति आफूले पनि हाँस उठिहाल्छ। आई थिङ्क 4:30 चाहिँ अन्त 2 भारी घाँस उयो गर्छु। त्यहाँदेखि चाहिँ मम्मीहरू त्यति बेलासम्म सुतिरहेको हुन्छ। पापा त झन् घुर्दै सुतिरहेको हुन्छ है। तपाईँ पनि त्यति बेलासम्म त सुतिरहेको हुन्छ है। 4:30 त सुतिरहेको हुन्छ। त्यहाँदेखि 4:30 आएर चाहिँ त्यहाँदेखि फेरि गाईको लागि के भन्छ दानाहरू पकाउनु थाल्छु। सुँगुरको चारो पकाउनु थाल्छु। त्यहाँदेखि चाहिँ के भन्छ 4:30 त्यहाँदेखि अब के काम गर्नुपर्छ नि। अब त्यति बेलासम्म सुँगुरको बच्चाहरू छ हो। 5वटा बच्चा छ सुँगुरको है। 5वटा छ। सानो 2 महिना जस्तो भयो बिहाको। अन्त चाहिँ के भन्छ के भन्दै थिएँ कहाँ लाग्यो है। अन्त अब कस्तो त्यसलाई कस्तो दुःख गएको, चारो पनि पाउँदैन गाउँमा। अन्त खोज्नु कहाँ टाढो अर्काको घर। अब तिमीहरूको जुठोहरू छ भने राखिदेऊ ल भन्नुपर्छ है। अन्त अर्काको जुठोहरू सोर्नु अब त्यो गर्नु जानुपर्छ। त्यो सुँगुरको लागि चारो गर्नु। अन्त त्यो चाहिँ जेठी देमाले ल्याइदिन्छ हैनमा। मैले ल्याइदिन्छु, देमाले ल्याइदिन्छ। अन्त चाहिँ 5 बजीतिर चाहिँ पापाजी उठ्नुहुन्छ। त्यहाँदेखि पापाजी उठेर चाहिँ पापालाई चियाहरू पानी त्यति बेलासम्म देमा पनि उठिसकेको हुन्छ। हामी चिया पानी दिन्छु है। चिया पानीहरू दिन्छ। त्यहाँदेखि मम्मी चाहिँ त्यति बेलासम्म पनि सुतिराखेको हुन्छ है। त्यहाँदेखि मम्मीलाई चाहिँ जबसम्म ओछ्यानमा चिया पुऱ्याउँदैन त्यति बेलासम्म उठ्दैन मम्मी चाहिँ होइन। हो कि होइन। त तपाईँको बुहारी कस्तो छ भनिदिनु त। कति बजीसम्म सुत्छ? उठ्नु मान्दैन। चिया सबै मैले हाँसेको बुहारी चाहिँ भन्नु न उठ्दैन चिया नदिन्जेलसम्म। चिया दिएपछि मात्रै उठेर चिया खाएर मात्रै आउनुहुन्छ भान्साघरमा बुहारी चाहिँ है। अन्त चाहिँ अन्त हामी के भनेको थियो अघि सुँगुरको होइन। सुँगुरको चाहिँ 5वटा बच्चा छ।
होइन त्यो 5वटा आम्माम अन्त अब एउटा माउ होइन 2टा अरू पनि छ अन्त एउटा फेरि जन्मिनु आँटेको छ एउटा चाहिँ एउटा आमा चाहिँ एउटा सुँगुर प्रेग्नेन्ट छ त्यहाँ स्याहार्नु पर्छ होइन यस्तो पानी झरीमा पानीदेखि बचाउनु पर्छ होइन पुरा स्याहार्नु पर्छ नि त्यहाँदेखि यता भात पकाउनु कि यता जङ्गल जानु कि सुँगुरलाई चारो दिनु कि गाईलाई दाना दिनु कि के हुन्छ होइन अब लुगाहरू पनि अब यस्तो हुन्छ अब घरमा फेरि मासु मात्रै खाउँ भन्छ है डेली मासु किन्नुपर्छ हो कि होइन हुन्छ नि अन्त कति किन्ने पैसाहरू पनि हुँदैन पैसा रुपियाँ हुँदैन है हाम्रोमा हामीले हामीलाई पुरा दुःख छ अन्त हामीलाई पैसाले सहयोग गरिदिनु होला भन्नु न हामीलाई पुरा दुःख छ हामीलाई पुरा दुःख छ पठाइदिनुहोस् अन्त नयाँ भेस्ट किन्नुपर्छ नयाँ भेस्टहरू किन्नुपर्छ लुगाहरू छैन यस्तो भइराखेको छ यहाँनिर बटम पनि छैन है यस्तो भइराखेको छ हामीलाई पुरा पैसाको खाँचो छ हामीलाई अन्त हामीलाई पुरा दुःख भएको छ हामीलाई यसरी सहयोग गरिदिनु होला अब हाम्रो त्यत्रो सुँगुर पालेको छौँ अन्त गाई पालेको छौँ माउ गाई छ अब भएन हामी त गाउँमा देमाले चाहिँ घरमा यसो खानापिनाहरू दिन्छ म चाहिँ अस्तितिर गाउँमा त गोरु पनि जोत्नु गएँ अहिलेमा औँठी हुन्छ चुनको चुरा हुन्छ गोरु जोत्नु गयो अन्त अलिअलि पैसा दिन्छ र लिएर आयो पापाले रक्सी खानु भन्छ फेरि पैसा हुँदैन हामीलाई कस्तो दुःख छ हामीलाई पुरा दुःख छ पैसाको सबै निस्किसक्यो हामी बटारिँदै हाँसेको सबै निस्किसक्यो मम्मी हेर्नु न सिरियस मम्मीलाई नहाँस्नु भन्नु न पैसा दिँदैन है यो त किनुवा अस्ति कस्तो रहर लाग्यो अन्त तपाईँहरूले सोच्छ होला यो किन लगाएको भन्दाखेरि कस्तो रहर लागेर त यो देमाले पनि उयो तल के भन्छ त्यो दोकानमा आइदिएमा तल त्यसको दोकानमा हामीले यो 30 रुपियाँको यो 30 रुपियाँको यो 20 रुपियाँको किनेर लगाएको पुरा रहर लागेर है 100 रुपियाँ भन्दा बेसीको दामलाई सस्तो नबन्नु अन्त हामी त पुरा त्यस्तो रहेछ अब कति गाई पाल्दा पनि सुँगुर पाल्दा पनि गोरु जोत्नु जाँदा पनि भएको छैन हामी त आधी पेट खाएर पनि हामी कस्तो उयो गर्दैछु यो सहयोग गरिदिनु होला हामी आधी पेट मान्छेले भन्छ आधी पेट नखानु भनेर तर हामी आधी पेट त के अलिकति खानु पायो भने पनि हामी त भातको सिटा त भक्कु नखाएको त कति भयो है हामी त धेरै भयो रोटी मात्रै खान्छौँ भन्नु रोटी हामी त त्यो भातमा त्यो खोलेमा पनि त्यो भातको सिटा त यसो गर्नु हेर्नुपर्छ हामीलाई यस्तो दुःख भएको छ अन्त खोइ त्यत्रो पैसा कमाएर ल्यायो दुःख गरेर खालि मासु खाउँ भन्छ हामीलाई पुग्दैन है हामीलाई पुग्दैन मासु खानु पुग्दैन त्यहाँदेखि खोइ अन्त फेरि कहिले काहीँ खान्छौँ मासु के गर्नु यस्तो दुःख छ त्यसो हामीलाई तपाईँहरूको सहयोग दिनु होला हामीलाई त है सहयोग दिनुहोस् हामीलाई पैसाको साह्रै दुःख भएको छ मेरो भदैनीले साह्रै दुःख गर्छ म त दुःख गर्नु पनि अलिक सक्दिनँ पनि निकै बुढो भइसकेको छु मेरो भदैनीले सब गर्छ मेरो भदैनीले सबै दुःख गर्छ उठेर बिहान उठेकोदेखि राति 11 बजी रातिसम्म कामै गर्छ घरभित्र राति दिनभरि बाहिरको काम गर्छ बेलुका 9 बजी कहिले काहीँ खान्छौँ मासु त के गर्नु यस्तो दुःख छ त्यसो हामीलाई तपाईँहरूको
सहयोग दिनु होला हामीलाई त है। सहयोग दिनुहोस् हामीलाई। पैसाको साह्रै दुःख भएको छ। मेरो भदैनीले पुरा दुःख गर्छ। मेरो भदैनीले साह्रै दुःख गर्छ। म त दुःख गर्नु पनि अलिक सक्दिनँ पनि, निकै बुढो भइसकेको छु। मेरो भदैनीले सब गर्छ। मेरो भदैनीले सबै दुःख गर्छ। बिहानै उठ्छ। मेरो भदैनीले सबै दुःख गर्छ। उठेर बिहान उठेकोदेखि राति 11 बजी रातिसम्म कामै गर्छ। घरभित्र राति दिनभरि बाहिरको काम गर्छ। बेलुका 9 बजी 10-11 बजीसम्म भित्रको काम गर्छ। रक्सी बनाउँछ। अन्त अलिअलि कम्ती बिक्री हुन्छ। उधारो खाएर खानेले दिँदैन पैसा पनि। त्यस्तो गर्छ है। त्यस्तो साह्रो दुःख छ हाम्रो ठाउँमा। हामीलाई झन् धेरै दुःख छ है। कति मिनटको हामीलाई 10 हुन्छ हामीलाई सहयोग गरिदिनु होला। नमस्ते, धन्यवाद। सोध्नु न त्यहाँ अब डेमालाई के हो भनेर ल। के छ ल हाम्रो भिडियो त यस्तै हो नि। अन्त 10 लाख पाउने है। अब तपाईँलाई 10 लाख दिन्छ होला हामीलाई? किन नदिएला जस्तो लाग्यो? त्यस्तै होला है। अलिक हाँस्दैछु। मम्मी हो नि त हाँस्ने। खासमा बेसी हाँस्ने को भन्नु त? पापा पनि हेऱ्यो के भन्दै माछाको पनि अनुहार रोक्नै साह्रो पऱ्यो नि त। त्यति होस् ल। धन्यवाद। अन्त यसरी हामी मरि हाँसेको देख्दैन। मरि हाँस्छ। हान्नु न, मम्मीसँग पनि इन्टरभ्यू गर्नु पर्दैछ। तपाईँ भन्नु, तपाईँलाई कतिको दुःख छ? मलाई क्यामेरा बोक्दा दुःख लाग्यो एकछिन चाहिँ। किन दुःख लागेको अरे? किनकि 2 हातले चल्नु परेको थियो नि त। क्यामेरा मलाई त साथै गरेन। कस्तो दुःख छ होइन देमा? बुझ्दा तपाईँ र म मात्रै है दुःख गरेर दुःख बुझ्ने भनेको। अब त कसले दुःख बुझ्यो देमा? कसले दुःख बुझ्यो जस्तो लाग्यो? कसैले पनि बुझेको जस्तो लाग्यो। त्यही त मम्मीले झन् बुझेन है। अहिले भएन। बाँदरले पो लग्दे अरे 2टा सुँगुरको बच्चा भन्छ फेरि पापा त। त्यसो भनेको त्यसो बुझ्नु त बुझिनँ कि के चाहिँ हाँसिन्छ कुरो नै भन्दैछ पापाले भनेर चाहिँ थाहा। के गर्नु हामीलाई त सहायतै गर्छ। हामीलाई हाम्रो त आउँछ जस्तो लागेन हौ देमा है। उनीहरूले त सहायतै गरेन हामीलाई। हाँसेको डल्लो परेर भयो होइन। के गर्नुपर्ने अब? गनाएको भन्दा झन्डैले मुखबाट नाकबाट निक्लियो।